ल अब यहाँ खानकीको कार्यक्रम भइरहेछ आज फर्स्ट डे हाम्रो फर्स्ट नाइट क्याम्पिङ। यहाँ हाम्रो ग्रुप यस्तरी छ, टेन्ट सेन्ट सबै गाडी हो। राति भएर मैले भिडियो खिच्न पाइनँ। यो सबै हाम्रो टेन्ट हो, बत्ती हाम्रो एरिया हाम्रो ठुलो छ। यहाँ खानकी भइरहेछ। जाडो जाडो पनि भइसकेको छ यार। लास्टै जाडो रहेछ यहाँ। हेर्नु सुत्तै सुत्दैन यो मुसा नुनु गर किन नु 8 बज्यो अहिले उठ्यो 8 बजे। सबैजना लगभग उठिसक्यो। एउटा भाइ र बहिनी चाहिँ उठेका छैनन्, अरू हामी सबैजना उठिसक्यौँ। हामीहरू 9 जना एडल्ट र 2टा बच्चा आएका छौँ। ल हेर्नु हाम्रो क्याम्प साइट यो हो, गाडी पार्क त्यहाँ छ। यो हाम्रो टेन्ट यहाँ हो, तर हिजो चिसो भएर म चाहिँ गाडीमै सुतेँ। योजना पनि पछि कुद्दै कुद्दै आएर गाडीमै सुतेँ। ल अनि यहाँ हाम्रो अब आगो बाल्छ हिजोको क्याम्प फायर। यहाँ अन्डा ब्रेकफास्ट रेडी गर्दैछ त्रिदेवले अब चट्टसँगले। आज मार्च 22, 2025 डे 2। यिनीहरूलाई टोयलेट लाँदैछु म सुती सुती। निमिषा यहाँ आऊ न, कस्तो भइरहेछ सुती सुती जान्नलाई। लो प्यासेन्जर ट्रङ्क अर बेड लिएर छ त्यहाँ चाहिँ फेरि मार्ने भयो दिएको भएपछि। त्यो हावा खोल्नलाई गाह्रो हुन्छ भनेर मैले उ गरेको। मुसा के गरेको? त्यो त गाडी अनि त्यसलाई नाउ भन्छ, पानीमा कुदेर नाउ भन्छ। यहाँ नाउ कुदाएको मान्छेले नाउ चाहियो। कसले? मुसाले? मुसालाई दिँदैन त मान्छेको बाबाले किनिदिन्छ हो के? बाबाले किनिदिन्छ। त पानीमा खेल्ने नाउ हो। यसलाई यति रमाइलो भएको छ। ल त कार होइन, त नाउ हो। नाउ सिप भन, बोट भन। यो 2टा बच्चा छन्। बिहान भर्खर ब्रेकफास्ट सकियो। यस्तो मजाको दिन छ। राति चाहिँ हल्का चिसो चिसो भयो र साथीहरूलाई म त गाडीमै सुतेँ। गाडीमा सुतेँ केही नै भएन हामीहरूलाई चाहिँ। अरूहरू चाहिँ टेन्टमा सुतेका थिए, उनीहरूलाई चाहिँ चिसो चिसो भयो अरे ठिकै छ। ए ब्युटिफुल डे। यहाँ पर टेन्ट साइट यहाँ हो। ल ब्रेकफास्ट हाम्रो सकियो। अब चाहिँ सबैजना चाहिँ ल एकपल्ट हाइकिङमा जाउँ भनेर हामीहरू सबैजना इन्क्लुडिङ किड्स पनि है त हामी हाइकिङमा जाँदैछौँ। यहाँ पर पुगिसकेको छ। म चाहिँ पछाडि आउँदैछु। अहिले चाहिँ अब हाइकिङमा हिँडेको। यस्तो शानदार छ, हरियाली, पानी, हेक्तरीका डाँडा काँडा। यो त अति सुन्दर यार। हामी 3-4 जना चाहिँ 2-3 जना चाहिँ हाम्रो अगाडि बढिहाल्यौँ फटाफट हिँडेर। अरू चाहिँ सुस्तेछन्, बिस्तारी हिँड्छन् हाँसको चालामा। फेरि बच्चा पनि छन्, त्यो 2टा बच्चा भएर पनि होला नसा चाहिँ अलिअलि थाकौँ न भन्ने मेरो चाहिँ मनसा हुन्छ। नथाकिकन त के हो, म चाहिँ हाने नि। म चाहिँ फटाफट हिँडेँ। बा मुसे चाहिँ उतै आमासित नै छ। म त्रिदेव निमिषा चाहिँ अगाडि बढिहाल्यौँ। हाम्रो हाइकिङ अझै सिद्धिया छैन। टोली गइरहेको छ। मुसा म्याचिङ गरेको, म्याचिङ लुगा लगाएको आमासित। ल हाम्रो वाकिङ हाइकिङ जे भन्नुहोस् त्यो सकियो। हामी चाहिँ यहाँ आइपुग्यौँ। ग्रुप चाहिँ आइपुग्यौँ। एउटा चाहिँ अझै परै छन्, उहाँ पर छन्, आउँदैछन्। यो चाहिँ 1 घन्टा 50 मिनटको हाइकिङ थियो होला हो। 1 घन्टा 10 मिनट भन्छ भाइ, मलाई 1 घन्टा 50 मिनट जस्तो लागिरहेको छ। पर आउँदैछन् अर्को। अब हाम्रो लन्चमा बारबिक्यू छ। अनि बारबिक्यू खाने अब मजाले शानदार त भनेरै साध्यै छैन। ए चटपटे खाँदै
पिरो भयो यार खोर्सानी चबाइदिएको मैले चाहिँ हरियो खोर्सानी मैले यहाँ हेर न खोर्सानी एक्स्ट्रा हालेको ल चटपटी जाँदैछ स्याउ बनाइदियो यार खोर्सानीले कसलाई सोधेको तिमीले कसलाई सोधेको हे जर्ज क्युरियस जर्ज मङ्की जर्ज द मङ्की हो यहाँ बार्बिक्यूको हाम्रो कार्यक्रम जाँदैछ चिसो छ क्या एकदम चिसो छ आज क्लाउडी छ अनि मार्च हो मार्च महिना अब चिसो नै हुन्छ अनि चिसै छ यार एकदमै चिसो छ एकदम ब्युटिफुल छ अब यो पोर्क हो यो फर्स्ट राउन्ड पोर्क नै बनायो उसले ठिकै छ अब सुरु भयो बना हो मैले पनि त्यही सोचे तिमी पोर्क खान थाल्यौ यो मुसे पनि हेर न मुसा नाचेको रमाइलो हुँदैछ यहाँ ढली नै पो हालियो त यो त उतारको ढल नै उतारको चलाइँदो साह्रै रमाइलो भइरहेको छ यो दोस्रो दिन बार्बिक्यू बन्दैछ खानेले खाँदैछन् नाच्ने नाच्दैछन् बच्चाहरू दुईटा बच्चा छन् तीनटा बच्चा आउने भन्ने थियो एउटा बच्चा लास्ट मोमेन्टमा आउन मिलेन एकदमै रमाइलो भइरहेछ क्लाइमेट पनि यस्तो चिल छ कति एकदम क्लाउडी डे अहिले 3:30 बज्यो सबै पुरै क्लाउडी छ हल्का विन्डी छ अनि हल्का चिली पनि छ हल्का हुडी लाएर ज्याकेट पातुलो ज्याकेट लाएर चाहिँ बस्नुपर्छ नभए जाडो हुन्छ पानीमा चाहिँ जान सकिँदैन स्विम गर्न चाहिँ सकिँदैन बट इट्स एब्सोल्युटली फ्यान्टास्टिक गॉर्जियस ब्युटिफुल क्या कस्तो राम्रो छ भनेर नै साध्य छैन यहाँ हाम्रो क्याम्प साइट ल यिनीहरू बसी नै दन्काइरहेका छन् यता उभिने पनि छन् भान्से छन् आजको सेफ यो चाहिँ सुडो सेक हो भनेको नक्कली सेफ यो मेन सेफ हो यहाँ बच्चा पार्टी आज नै यो लेकमा सबै ढुङ्गा हालेर भरिदिने भन्ने प्लानमा छन् यिनीहरू यो लेकलाई भरिदिने अरे यो चाहिँ ठुलो बच्चा है लिड गर्दैछ मुसा के गरेको कति फ्यालेको यहाँ हेर भएन अहिले चाहिँ भयो ल अलिक सफल चाहिँ भयो यो भाइ यो ठुलो बच्चा केटाकेटी त खेल्दैछ रमाइलो गर्दैछन् ठिक छ रमाइलो गर ल तिमी बच्चालाई हेर्दै गर है त शोभा यो चाहिँ कार यो गाडीको यो टेस्लाको मोडल वाई हो त्यसको पछाडि यसरी हामीले बेड राखेको छौँ अब हामी 3 जना यहाँ सुत्दैछौँ छोरो यो कुनामा सुत्छ बुढी बिचमा बाउ यो कुनामा अब छोरोले साह्रै दुःख दिन्थ्यो एउटा उपाय पत्ता लाग्यो त्यसले गर्दाखेरि चाहिँ उपाय अब चाहिँ कारागार हुन्छ एकदम चिसो छ हाम्रो त क्याम्प हो टेन्ट हो त्यो टेन्टमा चाहिँ नसुत्ने भइएको छ एकदम हिजो राति नै 11-12 बजेतिर हामीहरू त्यो टेन्टबाट उठेर यहीँसम्म आएको थियौँ थ्याङ्कफुल्ली मैले चाहिँ गाडीमा यही गाडीमा सुत्न सक्ने मिल्ने चाहिँ म्याट्रेस पनि ल्याएको थिएँ अनि त्यही एयर म्याट्रेस नै बालेर रेडी गरेर राखेको थिएँ यहीँ आएर सुत्यो
अब आज चाहिँ यहीँ सुतिन्छ आज अझै यसलाई प्रपरली अझै इम्प्रुभाइजेसन अलिकति यसलाई चाहिँ राम्रो बनाइयो छेउछेउको कुनामा के च्यापियो अब आज चाहिँ यहाँ सुत्नलाई एकदम आनन्द हुनेवाला छ हामीहरूलाई बुढी अनि बुढी चाहिँ ओभर रोगी हो कि ओभर रोगी ओसो भनेको त्यो ओसो अन्त उहाँ चाहिँ यहाँदेखि डेली कति दिनको ध्यान गर्नलाई क्या लाइक एक हप्ता कि 1 दिनको लागि यहाँदेखि ध्यान गर्न जानुभएको क्या नेपाल इन्डिया त्यो ओसोको क्या बुढी र बाबु ओसो त नेपालमा पनि छ नि होइन ऊ चाहिँ इन्डियाको चाहिँ महाराजी के समथिङ के हो क्या भक्तचिला जस्तो अनि कति दिनको लागि भनेर म चाहिँ ओसोको तपोवन गएको तलका चाहिँ हाम्रा बच्चा हुन् यहाँ गहन अध्ययन छलफल हुँदैछ मैले हाम्रो चाहिँ एकदमै फेभरेट टिचर कि फेरि त्यो चाहिँ म्याथ सर के होइन अनि त्यसपछि गिरी पछि त एकछिन है हाम्रोमा त्यस्तो प्रपोज भन्ने भएन रमाइलो हुँदैछ भलाकुसारी गाउँका नि खत आगो ताप्दै होइन यसले सिरियस भनेको हुन्छ है भाइ यहाँ रेकर्ड छ नि यसले सिरियस भनेको हुन्छ नि नाच्ने कार्यक्रम जाँदैछ यहाँ सबैको हातमा लाइट भएकोले को चाहिँ थाहा छैन तर यस्तै गर्दैछ ल रियोजना र पूर्णिमा बहिनी यी बच्चाहरू यता कुदिरहेछन् के भयो यो फिफ्थ वाला होइन फिफ्थ चबाएर खाऊ भन्दाखेरि तिमीले 2 पछि तेस्रो खाथ्यौ चाहिँ चौथो खायो ए सब सुतिसक्यो यार कस्तो यार यस्तो राम्रो छ यो सब ताराहरू है यो जो देखिएको के देखिन्छ नि सब ताराहरू कस्तो खुलेको आकाश क्या आगो यस्तो राम्रो आगो बलेको छ क्याम्प फायर सबैजना चाहिँ सुत्न गए 9 पनि बजेको छैन आज डे 3 क्याम्पिङको मार्च 23, 2025 बिहानको 8 बज्न लाग्यो सबैजना सुतिरहेका छन् अनि म चाहिँ उठेँ कता हेर्नुहोस् एकदम सुन्दर छ टायर्ड लागेको थियो टोयलेट सल्ट गऱ्यो अरे अनि चराचुरुङ्गीहरू कस्तो मजाले कराइरहेका छन् चिरिङ 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 आवाज क्या आनन्दको छ यार यो दिन पनि यस्तो आनन्द छ म चाहिँ त्यो पहाडी यो ठाउँ यो लेकको उता अर्को साइडमा चाहिँ हामीहरूको क्याम्प ग्राउन्ड हो त्यहाँदेखि हिँड्दै वकिङ गर्दै यहाँसम्म आएँ अब फेरि यहाँबाट फर्केर जान्छु अनि केही ब्रेकफास्टहरू खाएँ अनि ब्रेकफास्ट खाएर अब त्यस पछाडि घर जाने भन्छन् भने घर पनि जान सकिन्छ होइन भने केही लन्च पनि गरेर जाउँ न त भन्दैन भने मासु छँदैछ मासु पकाउने मासु र चिउरा खाएर जाँदा पनि हुन्छ अब लेट्स सी केटाहरूले के भन्छन् ग्रुपको के डिसिजन हुन्छ ल यहाँ ब्रेकफास्टको कार्यक्रम मजाले जाँदैछ यहाँ सबै ब्रेकफास्ट चिया पाउरोटी अन्डा मासु मैले त खाइसकेँ घमाइलो दिन अगेन डे 3 गुड मर्निङ यो चाहिँ अब चिकन करी पुरै जाँदैछ 10 बज्यो चिकन करी अब जाँदैछ चिकन करी र चिउरा खाने भन्ने कुरा छ यहाँ अब यस अलिक प्याक पनि हुँदै गइरहेको छ अब किनभने हाम्रो 1 बजेभन्दा अगाडि निस्केर जानुपर्ने छ बच्चा पार्टीहरू अझै पर खेलि नै रहेका छन् पर छन् समुद्र टेन्सन उठाउन थालिहाल्नु पर्ने छ साह्रै रमाइलो हुँदो रहेछ आउँ है आउँ ल हाम्रो अब लन्च 3rd डेको चट्टसँगले यहाँ लिन सुरु हुँदैछ सोचेको छैन यहाँ खाने कार्यक्रम हुँदैछ अब कम्युनल इटिङ हुँदैछ योभन्दा 5 स्टार होटल 7 स्टार होटलमा खा जस्तै हो यो
सबैलाई $100 है ऊ बहिनीलाई चाहिँ सबिना बहिनीलाई चाहिँ $150 ठुलो पिस छ यहाँ खानेक्रम जारी छ अनि यो प्याकिङ पनि अब जारी छ यो एउटा टेन्ट चाहिँ अनप्याक हुन बाँकी छ त्यो पनि जारी छ अब यस्तै छ है अब हामीहरू लगभग जानलाई रेडी भएका छौँ खान्छौँ मर्छौँ अनि हिँड्छौँ के रहेछ माकुरालाई नटची ओके के गर्छ माकुराले हो त्यसरी टची नगर धमाधम प्याकिङ जाँदैछ त्यस्तो निलो छ हौ छन पनि आजसम्म गएको मध्ये बेस्ट क्याम्पिङ स्पट लागेको ठाउँ चाहिँ मलाई यो हो घाँसे मैदान छ घाँसे मैदानमा कहिले क्याम्पिङ चाहिँ गयो सबै धुलोमा मात्रै राख्नुपर्छ क्याम्प राख्नु पर्यो टेन्ट राख्नु पर्थ्यो यो चाहिँ पुरै घाँसे मैदान छ फेरि ठ्याक्क वाटरफ्रन्ट अगाडि क्या वाटरफ्रन्ट अगाडि त धेरै पटक गइसकेको छ तर धुलै हुने क्या एकदम धुलै फोहोर हुने आज चाहिँ एकदमै बेस्ट लाग्यो मेबी सिजनले गर्दा पनि होला यो पनि ड्राई त भइहाल्छ अब यहाँ फोल्डिङको काम हुँदैछ मैले चाहिँ मेरो चाहिँ लगभग 99% सबै सकिसक्यो 99.9% सकिसक्यो हालेर अब केही पनि बाँकी छैन मेरो गाडीमा हालेँ ल खोलिदिन्छु म यिनीहरूको अझै डाइरेक्सन सिद्धिएको छैन एउटा सर्टको लागि है त त्यो रानो रानो बम्बई कि रानो भन्ने गीत अरे अझै सिद्धिएको छैन यहाँ क्यामेराम्यान अर्को ल पोस्ट प्रोडक्सन हेर यहाँ कमेन्ट आइरहेछ यहाँ चाहिँ अब घर जाने भइसकेपछि पनि टिकटक नै गर्नुपर्ने अझै कोरियोग्राफर डाइरेक्टर योजना क्यामेराम्यान प्रदीप नेपाल ल भयो भएन यिनीहरूको फेलका यिनीहरूको प्रोडक्सन फेल खायो लास्टमा मोबाइल नै अफ भएछ लास्टमा मोबाइल नै अफ भयो ल यताबाट हाम्रो क्याम्प साइटको भ्यू यो लेक विशाल छ यो पेनिन्सुला हो हामी पेनिन्सुलामा छौँ विशाल 9 माइल जति छ भनेर भन्दै थियो एउटा भाइले मलाई त्यस्तो यसको सोर लाइन चाहिँ ल यो एउटा गाडी हाम्रो यो दुईटा स्पट हाम्रो थियो शानदार मजा आयो लगभग अब यो आगो निभाउन निभाइँदैछ अब आगो निभाइसकेपछि सिद्धियो काम अनि फोहोर फाल्ने अनि एउटा ग्रुप फोटो खिचेको छैन ग्रुप फोटो खिच्ने अनि ल अब फेरि भेरी सुन हाम्रो सेकेन्ड क्याम्प अब यो क्याम्पिङको लागि चाहिँ अब हामी फोटो मात्र खिच्छौँ ठिकै छ फोटो खिच्नलाई अब के भएर म फोटो एउटा राम्रो फोटो भयो भने चाहिँ राख्छु त्यो यो भिडियोमा नभए अब यति नै ल गुड बाई फर नाउ अब सी यू सुन इन नेक्स्ट क्याम्पिङ ब्लग